मेरा खोरहरू आज मर्मत हुँदैछन्। पुरानो खोर, पुरानो बाख्रो मेरो शेरहरू यता सुतिरहेछ। झ्याप्पसँग लगाएर कोलाको दाम्चा खाएर घुर घुर गर्दै दुई चारवटा शेरको बच्चाहरू सुतिरहेछ। के गर्छौ त केटा हो, सुत सुत। घाँस छैन तिमीहरूको, अब यही बोक्रा केलाउने हो, घाँस खाने हो। कुरा बुझ्यो। शेरको बच्चाहरू पाउँदैछस्? नउठ नउठ, सुत सुत, घाम ताप। घुँडी चर्केला है, चर्केला घुँडी चर्केला। त शेर किन आएको? खुवाउनु आएको होइन हौ केटा, तिमीहरूको यसो गर्मीमा घाम तापेको फोटो खिच्न आएको मात्र हो। ट्र्याक्टर धुलो उडास्तो उठाउँछ हौ। सेकेन्ड हिरो हो यो, पहिलो हिरो हो त्यो। घाँस खाएर अब बस्दैछ भन्दा घाँस छैन, खोली पनि जाने कुरो छैन। वही बोक्रा तास्ने हिजोको। यसको दुध चाहिँ साह्रै मजाको छन्। छोटो ट्वाक्कसँगले बच्चाहरूले खोज्नु पर्दैन। बोयरको बच्चो भन्थ्यो, यो सबै रिमिक्स भएर आएको बोयर हो। ओरिजिनल चाहिँ होइन। कोलाको दाम्चा, चोक्कर खोले खाएर, धानको पिठो, मकैको पिठो खाएर यिनीहरूको भुँडी तन्केको मात्र हुन्। खानु पायो भने त खाइरहन्छन्, तर कसले लगाउन सक्दैन घाँस। रुख ठुटे पारिसक्यो, भुइँ घाँस लगाइएन योपल्ट। रुखहरू पनि खत्तम भइसक्यो। पर टाँकीका बुढाले खत्तम। बडरको दुईवटा पत्ता राखेको छ, त्यो पनि काटेर खुवाउनु। यो पनि पाक्नु थालिसकेको पत्ता हो। एउटा गोरामा 10 धुरमा सरर बाख्रा पाल्दा सुपारीको बिरुवा रोपेको थिएँ। सुपारी बिरुवा चाहिँ सोत्तरे बनाइ खाइगयो। यताको मारिनेको अब यहाँ नहुने रहेछ भन्ने कुरो भइरहेछ। खाऊ है शेरको बच्चा, 6वटा छ बच्चाहरू। यो पनि अब धेर खाएर पनि ब्याउनु खोजेकै होला, कोरोली भन्ने कुरो छ। त्यसो सिजको पत्ता खा भाइ, अरू पनि ल्याइदिनु पर्ने यहाँले। कुखुरा खोर भित्रै छ, कुखुरा भित्रै हुन्छन्। कुखुरा यता अन्डा पार्छ, चराले अन्डा लगिहाल्छ। अनि यहाँ माथि अन्डा चाहिँ स्टोक गरेर राखेको थियो। 3वटा 4वटा 5वटा कतिले पारे गर्छ। ओथ्रा पार्ने बेला चाहिँ टक्कसँगले राख्ने हो। खोर बाँसकै खम्बा, बाँसकै बेरा, केही समयको लागि मात्र फेरि भत्काइहाल्नुपर्छ। यो पक्काको साथ स्थायी रूपमा बनाउने कुरा हुँदैन। स्थायी रूपमा 1 वर्ष 2 वर्ष फेरि अर्को बनायो, अर्को जग्गामा लग्यो। यहाँ कुखुरा पर्छ, बाख्रा सुत्ने, बाख्रा बच्चा नै कुखुराको सुत्ने। एकदम शीतल ठाउँमा खोर बनायो भने चाहिँ अति उत्तम, उत्तम भन्छ। यो चाहिँ बिउ बोका हो।
यो अब त्यस पछाडिको दोस्रो बोका यो राख्ने कुरो छ। अब यस्तै हो जिन्दगी, गाउँले जीवन। गाउँमा बसिया छ। बाख्राको एउटा फेरि ओथ्रा पार्नु अन्डा पार्नु जाँदैछ। अब त्यहाँले अन्डा बनाउँछ, त्यस पछाडि माथि टिपेर हालिन्छ।